हेलो नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। फाइनल्ली आज नुवाकोट जिल्ला कमिटी गठन हुने ठाउँ लोकेसन कन्फर्म भएको छ गाइज है। सबैजना साथीहरूलाई म जानकारी गराउँदैछु। हाम्रो यही आउँदो मङ्सिर 27 गते शनिबारको दिन हुन गइरहेको श्रम संस्कृति पार्टीको नुवाकोट जिल्ला कमिटी गठन नुवाकोट जिल्ला बट्टारमा रहेको नुवाकोट तेक्वान्डो एसोसिएसन कवर्ड हलमा हुन गइरहेको हुनाले गर्दाखेरि तपाईँहरू सम्पूर्णलाई यही जानकारी गराउन चाहन्छु। र कार्यक्रम दिउँसो ठिक 12 बजे सुरु हुने गरी औपचारिक रूपमा 12 बजेबाट सुरु हुने गरी हामीले कार्यक्रमको समय तोकेका छौँ। हामी केही साथीहरू चाहिँ हामी अलि अगाडि पुग्छौँ किनकि त्यहाँ तयारीहरू यताउति अलिकति कामसाम हुन्छ होइन। त्यही भएर हामी अलिक अगाडि पुग्नेछौँ र तपाईँहरू सबैजना जो भ्याउनुहुन्छ तपाईँहरूको अमूल्य समय यो देशको लागि दिनुहोस्। तपाईँले आफ्नो लागि टाइम छुटाएर बचेको समय थोरै धेरै जति सक्नुहुन्छ हाम्रो ठाउँको लागि दिउँ, देशको लागि दिउँ। किनकि हाम्रो देश धेरै पछाडि परिसकेको छ, धेरै पछाडि। अरू देशको तुलनामा त 500 वर्ष 600 वर्ष 200 वर्ष 300 वर्ष 100 वर्ष पछाडि छौँ हामी गाइज है। हामी ठुल्ठुला कुरा गर्छौँ, ठुल्ठुला गफ गर्छौँ, यहाँ युँ है। अनेक चाहिने नचाहिने तथ्य छैन, अर्थ थाहा छैन, केही थाहा छैन, देशको जिडिपी कति छ थाहा छैन, देशको डेबिट कति छ कसैले के थाहा छैन क्या। डेबिट क्रेडिट केही थाहा छैन गाइज, कसैले के थाहा छैन। तर त्यति कुरा थाहा नभएसम्म मान्छेले देशभक्ति जाग्दैन क्या मनभित्र। त्यही भएर त्यो बुझ्नुपर्छ गाइज है, जान्नुपर्छ। आज नेपाल हाम्रो देश जन्मिने बित्तिकै एउटा जन्मजात एउटा भर्खर जन्मेको एउटा शिशुले एउटा बालक बालिकाले जन्मिँदै टाउकोमा ऋणको भारी बोकेर आउनुपर्ने अवस्था छ है हाम्रो देशको। यो यति कुरा विचार गर्नु गाइजहरू। यो तपाईँहरूलाई मलाई विश्वास लाग्दैन, तपाईँले गुगल गर्न सक्नुहुन्छ है। तपाईँले गुगलबाट नै हरेक चिजहरू तपाईँहरूले पाउन सक्नुहुन्छ। त्यसैले यो अवस्था किन आयो भन्दाखेरि हामी सबैजना अल्छी भएर आएको हो। खेतबारी बाँझो राखी आकाशतिर हेर्दा डुब्न लाग्यो देश आज जिउने शैली फेर्दा। एक्ज्याक्टली गाइज है, एक्ज्याक्टली यही भएर नै हो देश बिग्रेको। खेतबारी सबै बाँझो, फल्नुपर्ने थियो फुल्नुपर्ने थियो खेतबारीमा यार। आज बाँझो छ खेतबारी यार। अनि तरकारी इन्डियाबाट ल्याएर खान्छौँ हामी, आफ्नो बारी बाँझो राख्छौँ हामी। अवस्था त्यो छ, जिउन शैली फेरेको छ गाइज। अनि उत्तानो टाङ नलाएर ऋण नलाएर के लाग्छ त नि। र सबैजनाले भन्नुहुन्छ होइन, हर्क साम्पाङको पार्टीमा किन लाग्ने, यो मान्छे छुचुन्द्रो, यो छुच्चो बोल्ने, बाबा कति छुच्चो बोल्या भन्छ यार, कति रुखो बोल्या भन्छ यार। अरे यार 70 वर्षसम्म चिप्लो बोलीमा चिप्लेर अहिलेसम्म देश चाहिँ नि यत्रो ऋणमा डुबेको छ, यत्रो फसेको छ। हरेक युवाहरू फ्रस्ट्रेसन छ, हरेक युवाहरूमा डिप्रेसन छ, मान्छे सुसाइड गरिरहेछ यार। त्यो चिप्लो बोलीकोले गर्दा होइन, खसरी बोली 2 दिन सुन्न सकिँदैन यार। हो हाम्रो खराब बानी यही छ कि चिप्लो खानुपर्ने, चिल्लो खानुपर्ने, अनि मान्छे रोगले खुलित्तै। गाइज सानोतिनो कुरा छैन है, यहाँ विचार गर्नु होला। चिप्लो बोलीमा चिप्लिँदा 70 वर्ष क्रस भइसक्यो साथीहरू। ताकि 70 वर्षमा चाइनाले विश्वको दोस्रो शक्तिशाली देश बनेको छ चाइना। यदि नेतामा जुनुन छ भने, यदि नेतामा देशभक्ति थिएको भने आज देश कहाँ पुग्थ्यो। यत्रो देश हाम्रो यार। इन्डिया चाइना अमेरिकाको जस्तो एउटा प्रान्त जत्रो पनि छैन देश यार हाम्रो नेपाल। 5 वर्ष नै लाग्दैन बनाउन, 3 वर्षमा कायापलट हुन्छ। 5 वर्षमा कसरी कायापलट गर्ने, ए गरेर जामा लाउने, पछाडि भएर खोकेर बसिरहेछन् यहाँ साथीहरू यार। अरे यार 3 वर्षमा कायापलट हुन्छ, 3 वर्षमा। सोच, अलिकति विचार गर। नेपालभन्दा ठुल्ठुलो प्रान्तहरू चाहिँ 5 वर्ष नै लागेको छैन कायापलट गराउनलाई।
तर मात्र इमान्दारी त लिडरसिप चाहिन्छ, इमान चाहिन्छ, इमान सबभन्दा ठुलो पारदर्शिता चाहिन्छ कि त्यहाँनिर। भनेको अब हर्कजीले बगैँदा भनेको छ त यार, 5 वर्षमा जनताले प्रत्यक्ष महसुस हुने गरी मैले परिवर्तन गर्न सकेन भने देशै त्यागिदिन्छु, नागरिकतै त्यागिदिन्छु, म जिन्दगीभर शरणार्थी भएर अर्काको देशमा गएर गुलाम भएर बस्छु भनेर भनेको छ यार। समर्थन नदिने, समर्थन नगर्ने हामीले 5 वर्षमा तैँले सक्दैन, के गर्न सक्छस् र त, हावा कुरा नगर भनेर हामी साइडमा बस्ने होइन क्या गाइजहरू यार। अलिकति विवेक पुर्याउन, गर्छु भने चाहिँ गर्न दिउँ न, सकेन भने भोलि के गर्नुपर्छ त्यो त हामीलाई थाहा छ त। ऊ आफै नि हामीले के गर्नै पर्दैन, उहाँ आफै हिँड्छु भनेको छ त नि यार। अचम्म छ यार, मान्छेहरू यति तालको मान्छेहरू हुँदो रहेछ होइन। बाप रे बाप, रुखो बोल्यो। अरे यार चिफ्लो बोलीमा फसेर हामी चिप्लिसकेका छौँ कि। चिफ्लो बोली बोलेर फसाएर देशलाई खोक्रो बनाएको देशलाई 5 वर्षमा म जनताले प्रत्यक्ष महसुस हुने गरी काम गर्छु र त्यो अवस्था मैले गर्न सकेन भने देश छोड्नु भन्नु नै सबैभन्दा ठुलो कुरा हो गाइज। यत्रो खोक्रो बनाएर छोडेको देशलाई 5 वर्षमा जनताले महसुस हुने गरी परिवर्तन ल्याउन सकिन भने म देश छोड्नु भन्ने नै ठुलो कुरा हो के। कुरा बुझ गाइज, कुरा बुझौँ सबैजनाले। अरे यार अचम्म छ यार मान्छेहरू यार। ल यदि गरेन भने भोलि के गर्ने हामीलाई थाहा छ के। हामी गरौँ, भोलि के गरेन भने के गर्नुपर्छ हामीले गरौँ। तर एकचोटि गर्न त दिउँ न त यार, गर्न दिउँ। तैँले गर्दैन, गर्न सक्दैन, यो हावा कुरा गर्यो भनेर उ गर्ने यार। एउटै मात्र यस्तो लिडर हो कि जसले चाहिँ बोल्नुभन्दा अगाडि गरेर देखाएको छ र गरेर देखाएपछि ल है मैले गर्छु, मैले यसरी गर्छु भनेर उहाँले एउटा इक्जाम्पलसहित देखाएर उदाहरणसहित प्रत्यक्ष हामीले आँखाले देख्ने गरी विकास गरेको छ, महसुस हुने गरी गरेको छ होइन। धरान जाऊ न त यार, धरान जाऊ, धरान गएर हेर। उसले गरेन, उसले जो मान्छे, यस्तो मान्छे जीवन हाम्रो नेपालको इतिहासमा यस्तो एउटा मान्छे फर्स्ट टाइम आएको छ कि जो मान्छेले गर्छु भनेर भन्दा नि गरिसकेर चाहिँ म गर्छु है भनेर आएको छ क्या गाइज। त्यही भएर हामीले समर्थन गर्ने हो, त्यसको भिजनलाई समर्थन गर्ने हो, उसको जातलाई, उसको अनुहारलाई, उसको चाहिँ नि केलाई हामीले समर्थन गर्ने होइन गाइज। उसको भिजनलाई, उसको मिसनलाई, उसको सपनालाई हामीले समर्थन गर्ने हो कि। त्यस्तो जुनुन भएको मान्छे जो कोही हुँदैन। एउटा भनाइ छ नि, साधारण मान्छेहरू इतिहासमा विभिन्न कालखण्डमा जन्मिरहन्छन्। मान्छेले जन्मिरहेको हुन्छ नि, हरेक दिन जन्मिरहेको हुन्छ है मान्छेहरू। त्यो भनेको मतलब चाहिँ साधारण मान्छेहरू विभिन्न कालखण्डमा जन्मिरहेका हुन्छन्, विभिन्न इतिहासमा जन्मिरहेका हुन्छन्। तर एउटै मात्र व्यक्ति यस्तो महान हुन्छ कि जो मान्छेले त इतिहास रच्छ क्या, इतिहास बनाउँछ क्या त्यो मान्छेले। हो त्यो मान्छे हो हर्क साम्पाङ। बोली खरो छ, रोटी मिठो चिल्लो कुरा मिठो खस्रो भन्ने कुरो त्यति थाहा छैन गाइज। रोटी हो र हामीलाई चिल्लो खाइरहनु पर्ने, के बोल्दै नबोलिकन चुपचाप पट्टी बाँधेर मुखमा पट्टी बाँधेर बसिरहनु पर्ने हो र? बोल्नु पर्दैन? बोल्नु परेको नि। बोल्दाखेरि अब सत्य बोल्दाखेरि रुखो सुन्छ भने के गर्ने त नि। अब रुखो सुनोस् तर सत्य बोल्ने हो गाइज, बोल्नुपर्छ। कानको जाली फुट्ने गरी बोल्नुपर्छ, सबको कानको जाली फुट्ने गरी बोल्ने हो। हामी पनि बोल्छौँ, हामी पनि चिच्याउँछौँ अब। र हामी पनि नुवाकोटमा खडेङ 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 गरेर साबेल बेल्चा हान्छौँ अब गाइज। अब साबेल बेल्चा औजार, विचार र औजारसहितको क्रान्ति बोकेर अगाडि बढ्छौँ अब हामी पनि है। विचार र औजारसहितको क्रान्ति गरेर अगाडि बढ्छौँ हामी। खुकुरी पनि चलाउन सक्ने मान्छे हो र कलम पनि चलाउन सक्ने मान्छे है गाइज हामी। डु नट अन्डर एस्टिमेट गाइज है, डु नट अन्डर एस्टिमेट। हामी कलम र हतियार दुइटै चलाउन सक्ने मान्छे हो, सक्छौँ। ल हस् गाइज है, कुरा धेरै छ अब भन्नुपर्ने। अब कुरा गरेर कहिल्यै सकिँदैन। यो नेपालमा हाम्रो देशमा यति धेरै बिथितिका चाङहरू छ, बाटोमा हिँड्यो त्यस्तै भत्रा घोल्छ। कुनै सरकारी कार्यालय जहाँसुकै जानुहोस् तपाईँ होइन,
त्यस्तै भद्राको लथालिङ्गा जताजतै है बाफ रे बाफ कुरा नगरौँ, धेरै कुरा हाम्रो बिस्तारै गर्दै जाउँला। हामीले काम गर्नुपर्ने छ मुख्य कुरो। तर फेरि काम गर्नको लागि पनि फेरि विचार त फेरि परिवर्तन गर्नु हुनु पऱ्यो नि त। फेरि विचारको लागि त फेरि बोल्नु त पऱ्यो होइन। सिद्धान्त के हो, दर्शन के हो, त्यो त बुझाउनु पऱ्यो। त्यसको लागि फेरि बोल्नु त पर्ने बाध्यता हुन्छ। त्यसको लागि अन्यथा नलिनु होला। सबैजना एकजुट भएर लाग्नुपर्छ है। ल, शुद्ध मनले लागौँ गाइज, बुद्ध मनले लागौँ। रगत होइन पसिनाले भिजाउँ यो देश, श्रम रोपी लह लह फलाउँ यो देश। यार कमन गाइज, यार यति राम्रो शब्द छ यार, किन सपोर्ट नगर्ने भने कि रगतले होइन गाइज, पसिनाले भिजाउँ यो देश, श्रम रोपी लह लह फलाउँ यो देश। यार कमन एभ्रीबडी। ल ओके, ह्याभ अ गुड डे सबैजनालाई है। बाँकी कुरा धेरै कुरा हामी त्यो दिन पनि गर्नेछौँ र त्यो दिन पनि गरौँला र भोलिको दिनमा पनि गर्दै जाउँला। अझ धेरै काम गर्नेछौँ, कुरा पनि गर्नेछौँ, काम पनि गर्नेछौँ। सबै चिजहरू हामीले जानेको तपाईँहरूले बुझाउनेछौँ, तपाईँहरूले जानेको हामीलाई बुझाउनु होला होइन। यसरी नै हामी अगाडि बढ्नुपर्छ। ल है त, हस् त, ह्याभ अ गुड डे।